हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला हैन। आजको भ्लग चाहिँ मेरो यहाँबाट सुरु हुन्छ है हैन। आज फ्राइडे भन्ने बित्तिकै के हुन्छ रे? जाऊ घुमाउन मलाई छामेलो बजार स्याउसे चढाउँदै खाइदेऊला चोखो पियाज। गर्मी दिउँसो एकदमै बढेको छ है। राति चाहिँ हल्का शीतल शीतल छ है। रातिको माहौलै छुट्टै छ। त्यति माथि ठमेलको माहौल त कस्तो होला त्यो त हजुरहरूलाई म लाइभ देखाउने नै छु। यहाँबाट छिर्दैछु ठमेल गाइजहरू होइन। हल्का तपाईँले देख्न सक्नुहुन्छ यहाँको माहौलहरू है। यस्तै छ गाइजहरू है। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने एकदमै आशा गर्दछु। म पनि एकदमै सन्चै छु। सन्चै भएको कारणले चाहिँ म ठमेल छिर्दैछु है त। यहाँबाट म छिर्दैछु यो के दरबार मार्गको यो चोकबाट ठमेलतिर प्रस्थान गरेछु। सुरुमै जाम क्या अब यो हल्का अब रेडबुल त खाइएको थियो तर रेडबुलले चाहिँ देखाउँदो रहेछ गाइजहरू। रेडबुल खानुहोस् तपाईँहरू मापा चाहिँ देखाउँदैन है त। देखाउँदो रहेछ। मैले चेकअप गराएँ गाइजहरू। अब ठमेलको माहौल सुरु हुँदैछ यहाँबाट। सर हामी जाँदैछु ठमेल है। हामी ठमेल म मात्रै होइन हजुरहरू पनि सँगै हेर्दै हुन्छ मसँग। अब देख्न सक्नुहुन्छ यहाँको माहौल चाहिँ यस्तै छ गाइजहरू होइन। यहाँ चाहिँ ठमेल बजार भन्दा पनि ट्याक्सी बजार जस्तो लाग्छ मलाई चाहिँ। मैले भने नि एकदमै तपाईँको यहाँ चाहिँ ट्याक्सी नै ट्याक्सी हुने गर्दैन रातिको टाइममा चाहिँ है। ठमेल बजार होइन कि गाइजहरू। अब यो बजारलाई चाहिँ ट्याक्सी बजार भनेर चाहिँ हामीले चाहिँ नाम चेन्ज गर्दाखेरि केही फरक पर्ला जस्तो मलाई लाग्दैन। सिमचोकतिर जाँदैछौँ त्यहाँबाट हामी एलओडी यताउति हामी हेर्नु जाँदैछौँ होइन। यस्तै छ हल्का जामहरू भइरहेको हुन्छ यहाँनिर होइन। हजुरहरू एकदमै सन्चै हुनुहुन्छ अनि इन्जोय गर्नु होला फ्राइडे नाइट भन्ने आशा गर्दैछु म पनि। जाम हुन्छ क्या यहाँ त। जाम लास्टै जाम हुन्छ। आस्ते लगाइदिनु माथि होइन। अस्ति मैले बनाएको भिडियो यहीँ वान वेको थियो कि। अनि यो भाइरल भएको भिडियो चाहिँ यही वान वे यहीँनिर हो होइन। हल्का मलाई चाहिँ वान वे यो वान वेमा पुलिसहरू चाहिँ अब साइरेन नबजाइकन आउनु मिल्छ भन्ने कुरा चाहिँ मलाई थाहा थिएन है। त्यही भएर मैले सोधेँ होइन। आफूलाई अब जिज्ञासा लागेको कुराहरू सोधेँ अनि तर अनि मान्छेहरूले अब धेरै गाली पनि खाएँ मैले है। ठिकै छ आफ्नो विचार राखेको राख्न पाइहाल्यो पनि होइन। यस्तै छ। आज चाहिँ एकदमै प्याक रहेछ यो ठाउँ है। म त तिर्सरानिर पुग्न लागेको छु गाइस। एकदमै प्याक छ ठमेल आज। यस्तै छ। यतिको चाहिँ हुनुपर्छ होइन। अब मजाले रमाइलो गर्नुपर्छ। जिन्दगीमा मोर लानु केही छैन होइन। जति पैसा कमाए पनि त्यही हो, जति गरे पनि त्यही हो। लास्टमा मोर लानु केही छैन होइन। त्यही भएर रमाइलो चाहिँ मोज मस्ती रमाइलो अनि इन्जोयमेन्ट हुन्छ। के इङ्ग्लिसमा के भन्छ त्यसलाई मिलाएर गर्नुपर्ने हुन्छ। गर्दाखेरि राम्रो आफ्नै लागि राम्रो होइन। पानीको गाडीले चाहिँ अलिकति जाम गरिरहेको छ। म चाहिँ एलओडीतर्फ लाग्दैछु गाइस है। अनि त्यसपछि म टेनेक्स पनि जान्छु। अनि यहाँ चाहिँ जाम चोक पुग्न लागेको छु म होइन। जाम हुन्छ यहाँ चाहिँ एकदमै माहौल चाहिँ प्याक छ है।
Sure, Michael Manu. Emang nih apa aku bikin aku aku kan sih bilang ganti ganti. Lama naman din lah ako.